यत्रो उकालो चढ्दा चढ्दा जाडो सासै बढिसक्यो के होइन गाइस आज चाहिँ हाइकिङ थियो होइन नर्मल्ली गाइस भाइ गाइस धेरै उकालो रहेछ दुईटा घुँडाको टुप्पै दुखिसक्यो अनि पुरानो चिजहरू रहेछ यता चाहिँ यो चाहिँ धारा के यहाँ लेखेको छ छाङचुङ लेखेको छ है अब यता जाउँ यो चाहिँ कहाँ पर्छ भने लोकेसन एक्ज्याक्टली लोकेसन भनेको त्यो दक्षिण काली माथिल्लो भएको यो है यहाँबाट भ्यू पोइन्ट पनि हेर्न सकिन्छ है हेरौँला भ्यू पोइन्ट पनि यहाँ चाहिँ रहेछ इन्जोय गर्ने ठाउँ रहेछ योभन्दा अझै डाँडामा जानु छ मेरो खानेकुराहरू पनि रहेछ पहिले म बहुत खान्थेँ गाउँमा यो चिज हो खानेकुरा चिप्ले पनि रहेछ धगेहरू कि अँगेहरू पनि रहेछ दक्षिण काली एरिया भेरी ब्युटिफुल काठमाडौँ धगेहरू पनि रहेछ त्यहाँ यो ठाउँमा पनि धगेहरू पाउँदो रहेछ है बिस्तारै माथि जानुपर्छ उ त्यो डाँडामा जाने हो चिलमा बस्नुपर्छ गाइस मैले यताको टुर सकिसक्यो लगभग जति सक्दो म चाहिँ डाँडै चढ्दैछु डाँडा चढ्ने आउँदाखेरि पल्टिने आउने हो है यो दक्षिणकाली जङ्गलमा जे होस् मेरो ठाउँतिरको बोट बिरुवाहरू छ त्यो सबै पाउँदो रहेछ चिलाउनेको गेडा सिम्पल नर्मल पाउँदो रहेछ यो यसलाई भन्छ यसलाई के भन्थ्यो बिर्से भाइ जाउँ म जाँदैछु है अनि खानेकुराहरू नि पाउने रहेछ यो जङ्गलमा काफल ओ काफल पाके रहेछ त्यसमा त है खाइदिउँ नि त जाउँ हिजी काफल रहेछ है काफल खाने अब काफल खानु जाँदैछु यहाँ माथि काफल रहेछ नर्मल्ली बिस्तारै जान्छु ल ओके दाइ चढ्नै गाह्रो यार ए भइहाल्छ नि दाइ यो चाहिँ अर्ग्यानिक गाउँको फल के काफल वाह लड्दैन ल भाइ यसमा कमै रहेछ भाइ होइन हामी योभन्दा ठुलो बोटमा गएर खानुपर्छ ल ओइ कमै रहेछ झर्नु पर्यो झर्दाखेरि लडेर गाह्रो हुन्छ मिठो यो चाखर भयो चगिरहँदा मेरो गाइस काफल सो फाइनली मैले काफल पनि खाएँ मिठो छ हरेक चिजहरू म यो जङ्गल आइसकेर खोजेर खाने गर्छु कि पहिले यही जङ्गलकै खानेकुरा खाएर हुर्केँ हो त्यही भएर अब म जान्छु है बिस्तारै यसलाई चाहिँ भन्छ मौवा गुड मौवाको बोट हो यो हाम्रो चाहिँ एकदम ठुल्ठुलो हुन्छ यो यहाँ चाहिँ सासानो रहेछ अब यो यसको लगभग फुल्ने सिजन हो है अहिले पातहरू झारेर नै त्यो चेन्ज भइसकेछ फुल्दैछ कसको च्यान हो यो
जय भगवान् नतर्छ है नतर्छ। यता चाहिँ माटो नि टेस्ट पोस्टर छ गाइस। म काफल खोज्दा खोज्दै ठुलो जङ्गलभित्र छिरिसक्यो है। अब के भेट्छु यो जङ्गलमा। अब बिस्तारै जान्छु नि है। मैले अलिकति पिसा पनि फेरेँ यो जङ्गलमा। अब राम्रो हुन्छ हरियो परियो खडेरी लाग्यो बेला। यहाँ त आगो लाग्यो भने त डढेर मर्छ भाइ। आऊ आऊ। अनि उयो आमा ल ओहो गाइस के आमा हेर्ने हो पछाडि। ए गाइस म यो जङ्गलमा के खोज्न होला है एक्लै। त्यो काफल पनि अलिकति भनी खाएँ होइन। 2-4वटा गेडा भए पनि यो के हो फर्बिङ रे गाइस। फर्बिङ आइपुग्न आँटेछु है म। माथि चाहिँ फर्बिङ रहेछ। अनि फर्बिङ भनेको बुझिहाल्नु भयो होला है। अब यो फर्बिङलाई चाहिँ एकदम बडसोट काटेर चिटिक्क बनाएर चाहिँ भाइ मलाई पछेर हो भाइ। माथि फर्बिङमा होइन फर्बिङमा भाइ। भाइ उकालो चढ न फर्बिङमा। यहाँ माथि फर्बिङ रहेछ त। कति भएको थियो यार जङ्गल नहिँडेको नि। यही डाँडामा बसेर खानुपर्छ जस्तो छ। त्यो त्यहाँ के छ हामीलाई पुग्छ होला गाइस। फर्बिङ आइपुग्यो ल। यो जुन फर्बिङ ल्याएछ नि यहाँबाट टक्क देखिने भ्यू ल हेर्नुहोस्। दक्षिण काली एरिया। दक्षिण काली भनेको ऊ त्यो जुन गाडीहरू गइरहेको नि त्यहाँ मुनि छ दक्षिण काली मन्दिर चाहिँ। अनि टक्कै ऊ त्यो कुन गुम्बा हो। ठुलो रहेछ है यहाँ फर्बिङ लेखेको है। बोर्डै रहेछ। अनि यसमा चाहिँ फल्यो है काफल। त्यसमा टिकटक बनाउनु पर्यो अरे गाइस। घुम्दै 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 जाँदाखेरि डाँडामा पुग्न आँट्यो। यहाँ सर राम्रो छ के धेरै राम्रो छ ल गाइस होइन। आऊ ल भाइहरू आऊ। त्यस्तो दामी छ होइन त्यो। त्यो माथिको हेर न फरर उडेर छ। बिस्तारै है उडाएर हल्ला नै फेरि बिस्तारै जाने हो टक्क। कस्तो दामी देखियो अरे उडिला। रमाइलो छ जिन्दगी यार। बाँचुन्जेल त रिल्याक्स गर्नु पऱ्यो नि यार। झाटो यो टिकटक र भ्लग बनाउँदा बनाउँदै गलिस्यो। कहाँको जङ्गलमा आएर होइन मासल उडा है मासला। कस्तो के रमाइलो क्या। एक्लै भयो नि रमाइलै छ कि यहाँ अहिलेसम्म चाहिँ। यहाँ बाघ आयो नि टोकिदिन्छु रमाइलो त रमाइलो छ। म अझै चढ्छु भित्ता चढ्छु जहाँ यत्रो भित्ता चढ्छु फेरि चढ्छु। मलाई के टाउको दुखाइ होइन चढ्छु तर रमाइलो रहेछ ठाउँ चाहिँ। आया म लगभग विगत 7 वर्ष भयो जङ्गलहरू नहिँडेको जङ्गलहरू नकुदेको। 7 वर्ष मात्रै के आज चाहिँ यो के हो यो राम्रो देखिन्छ नि त। हेर्दा लड्यो भने त मर्छु होला होइन। ए लगभग भयो भनौँ होइन। अनि जाँदैछु। इजी छ इजी। यहाँबाट लगभग झऱ्यो भने नि मर्न त मरिन्न गाइजर। बबाल छ भ्यू नाइस। दिस आमा यहाँ त बबाल रहेछ ल। एकचोटि जानै पर्यो है। यहाँ मामा केटा हो यत्रो ढुङ्गो रहेछ। झऱ्यो भने त मरिन्छ है। देखियो नि कता रिगडा लाग्यो। हेर डाँडाहरू यस्तो छ। यो चाहिँ हाम्रो लगभग दक्षिण कालीको जङ्गल छेउछेउको यति ठुल्ठुलो छ होइन। यहाँबाट गइयो भने चाहिँ म एकैसितै दामी भ्यूहरू पनि देखिँदो रहेछ।
साथीहरू आउन सक्नुहुन्छ तपाईँहरू पनि। यहाँबाट झरे जुत्ता त झरिसक्यो, मान्छे झरेर त मर्छ। यो हात्तीबार छ नि, यो हात्तीबार त मेरो ठाउँमा नि पाउँछ। यसलाई भन्छ हात्तीबार। यसको चाहिँ दाम्लो पनि भन्छ है। यसलाई काट्ने, यसलाई काटेर सुकाउने, सुकाएपछि यसलाई भक्कु कुट्ने, अनि कुटेपछि यो दोरी यस्तो हुन्छ, दोरी यस्तो भएर अनि यसलाई भिजाउनु पनि पर्छ। भिजाएपछि यसलाई जे होस् यो दाम्लोको रूपमा नि प्रयोग गरिन्छ, हामीले गाउँघरमा गर्न सकिन्छ। लगाइस यस्तो छ होइन, रमाइलो छ। आउन सक्नुहुन्छ तपाईँहरू पनि। अझै म चाहिँ माथि डाँडै जानु बाँकी छ, मलाई चाहिँ यहाँ डर लागिसक्यो है। ल जाँदैछु। असल यो बोल्दा जङ्गलमा नि कति दामी रहेछ। जङ्गलै जङ्गल मात्रै साह्रै दामी छ ल, खुसी लाग्यो। मेरो चाहिँ आज फेरि हिँड्ने मात्रै हो कि हाइकिङ इजी मेरो लागि चाहिँ इजी छ। ए यस्तो भिर पाखा त पहिले मैले धेरै पहिले हिँडेको छु। जङ्गल भनेको यो हो, भिर भनेको यो। हामी जाँदैछौँ, गाडी चाहिँ तल राखेको छु। आज जङ्गल मात्रै हिँड्ने परे जस्तो लाग्यो यार। गेट बस्दा रहेछ नि यतापट्टि। मलाई धेरै मनपर्ने चाहिँ जङ्गल हो। मेरा ग्रुपहरू कहाँ आउनुभयो? हेलो, कता एकचोटि नाच्थ्यौ त? नाच्नु त खै साथी, खै खै यो सल्लाहको रुखमा चढौँ खै भाइ, खै भाइ कि दाइ, खै आउट मेरो पछि पछि तिमीलाई के खुवाउँछ? चिप्ले भने सिलिपित्तीले खेल्नुपर्छ। ट्विन्स कतिको रमाइलो भयो आज। अब अलिकति हुर्केपछि बढेपछि ल मेरो पछि पछि लड्लाउ नि बिस्तारै हो। आज त राम्रै जङ्गलको यात्रा भइरह। यो चाहिँ पातलो जङ्गल छ, योभन्दा बाक्लो जङ्गल जाने हामीले प्रयास गरेछौँ है। शेर्पा दाइ पछाडि आइरहनु भएको। यहाँबाट अझै कति टाढो पुगिन्छ हेर्न सकिन्छ है। अनि अरू वर्षमा एकचोटि दर्शन गर्नुपर्छ। यसलाई चाहिँ चिलाउने भन्छ, चिलाउनेको यसलाई गेडा पनि भन्छ। यो चाहिँ चिलाउनेको गेडा। हाम्रोतिर नि हुन्छ टन्नै। हामी चाहिँ पहिले गुच्चा खेल्थ्यौँ यसको बच्चामा, अहिले त बुढो भइसक्यो। यो गेडाले हामीलाई कति बोलाउँथ्यो, स्कुल पनि जानु दिन्थेन कि यसले। कहाँ खेल्नु गुच्चा, लगभग आइपुग्यो। किन आऊ चारतिरै बाटो रहेछ। हो फाइनली हामी यहाँसम्म पनि आइसकेको छौँ। अझै कहाँसम्म पुगिन्छ थाहा छैन। हो यहाँसम्म त बाइक पनि आउँदो रहेछ। ल मैले गाडी लिइनँ यार। हामी चाहिँ लगभग धेरै टाढो नै हिँडेर आएको थियौँ। भाइ तिमीले यसको गुच्चा खेलेको थियौ? यसलाई भन्छ चिलाउने, अनि यसलाई गेडा पनि भन्छ, चिलाउनेको गेडा। यो चाहिँ पहिले गुच्चा खेल्दा हामीले। ओ माई गड कति राम्रो काफलको भरियो है। ल आया सरी भाइ, यति होला यहाँको। लाली गुराँस पनि पाउँदो रहेछ। अब लाली गुराँस हाम्रो नेपालको सबैभन्दा महँगो, नेपाललाई चिनाउने राष्ट्र फुल लाली गुराँस भनिन्छ। त्यो पनि म क्याच गरिदिन्छु है त। त्यहाँभित्र गएर हामी टिप्नु पाउँदैन रहेछ। यहाँ चाहिँ यस्तो रहेछ। यो जस्तै दक्षिण कालीको सबैभन्दा टपमाथि जङ्गलमा आइपुगिसकेको छौँ। अब हाम्रो चाहिँ अलिकति खानाहरू खानु पनि बाँकी छ। बोल्दा बोल्दा घाँटी सुकिसक्यो। यहाँभन्दा धेरै चाहिँ म बोल्दिनँ है। यति होला आज घुम्ने। मलाई त माथिको डाँडामा जानु मन लागेको छ, तर जान सकेको छैन। कति राम्रो फुल ल
वाओ नाइस ब्युटिफुल भेरी नेपाल इज भेरी ब्युटिफुल दाइ अङ्कल नमस्ते यहाँभन्दा माथि अझै जाने ठाउँ छ हजुर कति टाढो कति टाढो आधी घन्टा लु आधी घन्टाको वा यो हाम्रो यो कुन मन्दिर हो दक्षिण काली पुरानो हो जय भगवान दक्षिण काली मन्दिर हुनुहुँदो रहेछ त्यहाँ पुरानो जय भगवान रहेछ गर कताबाट जान्छ लु यही रहेछ हाम्रो दक्षिण काली मन्दिर चाहिँ पुरानो सबैभन्दा पुरानो ओल्ड अनि यसको चाहिँ तल छ अर्को अनि लालीगुराँस यहीँ छ हो नाइस राउन्ड ट्री सल्लाह राम्रो छ यो हेलो फाइनली गाइस तपाईँहरूले जे जति नै जन्मिनु भयो हुर्किनु भयो अहिलेसम्म एउटा कुरा थाहा पाउनु आएन तपाईँहरू कहिले जङ्गल कहाँ माथि देखाउँछ यसलाई के भन्छ यता देखाउँ यो भन्छ यसको फल चिलाउनेको गेडा दिस यो चाहिँ चिलाउनेको बोट इङ्ग्लिसमा भन्दा ट्री चिलाउने है यो चाहिँ एक प्रकारको औषधि पनि हो केटा होस् अथवा केटी होस् है यसले दुइटैले काम गर्छ किन गर्छ भने केटा अथवा केटी धेरै नै चुमचुम हुन्छ नि औडा हुन्छ नि होइन के हाल्ने यसरी जाने कट्टु खोले त खुल्ने यसरी यसरी चिलाउने है यसरी औषधि यसले हालेपछि चिलाउँछ तपाईँलाई मैले यो रुखको केही वर्णन गरिदिएको छु है गाइस ल ओके